हेलो साथीहरु, वेलकम टु माई मिनी ब्लग। मेरो छोटो ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी सोल्टी दाजु भाइहरुसँग घुम्ने प्लान बनाएको थियौं। अनि हामी कता घुम्न जाने प्लान बनाएको थियौं भन्दा हामी भेरेटार घुम्न जाने प्लान बनाएको थियौं। धरान बस्दा है। अनि धरान इटरी बस्दा गर्मी धेरै नि त, अनि लास्टै गर्मी, त्यही भएर हामी चाहिँ भेरेटारतिर घुम्न जाने प्लान बनाएको थियौं दाजु सोल्टी भाइहरुसँग। अनि हामी चाहिँ भेरेटारतिर लाग्यौं। अनि अहिले यो जादै गरेको ठाउँ चाहिँ भुतिया पार्क के भन्दो रहेछ, तर धेरै पहिले मान्छे मारेको रहेछ। 113 जना एउटै उसमा मारेको रहेछ। त्यो ठाउँ जाँदैछौँ हामी। अनि घुम्दै हैन, गफ गर्दै दाइहरुसँग भाइहरुसँग गफ गर्दै हामी गइराछौँ। अनि गर्मी पनि लास्टै घाम लागिराथ्यो पुरै हैन। अनि फेरि यो ठाउँमा चाहिँ पुरै हावा चल्ने रहेछ कि खतरा हावा चल्ने रहेछ। हामी सरर हावा खाँदै हैन, डुल्दै हैन, घुम्दै हामी चट्ट घुमेर पनि फर्क्यौं हामी। अनि हामी अर्को ठाउँ जाने प्लान भयो। त्यो ठाउँ चाहिँ कहाँनिर भन्दा हैन, भेरेटारबाट अलिक टाढै पर्दो रहेछ हैन। अनि यो ठाउँ हो पुरै केल टावर भन्दो रहेछ। टावरबाट माथि हेरेको है, तलको भ्यू हेरौँ न। आमामा बादल लागिरहेथ्यो है, हुस्सुसु बादल लागिरहेथ्यो पुरै। लास्ट रमाइलो के, अनि हेर्नु पनि मजा लाग्ने। अनि म त हेरेकै डर लाग्यो के, माथि उसमा केल टावरमा चढेको डर लाग्यो है। लास्टै डर लाग्ने ठाउँ रहेछ। अनि पुरै त्यहाँबाट भिडियो बनाएँ मैले चाहिँ। बसे है। अनि पुरै हुस्सु आउने रहेछ के, चिसो न चिसो, रमाइलो पनि भयो। अनि घुम्यौँ हामी दाइहरु भाइहरुसँग, घुम्यौँ सोल्टीहरुसँग। अनि त्यहाँबाट हामी घुमिसकेर निक्लिने प्लान पनि भयो। अनि हामी त्यहाँबाट घुम्दै हैन झर्यौं, त्यो बाटो झर्यौं। दाइहरु चाहिँ पहिले नै झरिसक्नु भएको थियो, सोल्टीहरु म मात्र बाँकी थिएँ हैन। फोटोहरु खिचिरहनु भएको थियो तल दाइहरुले चाहिँ। म चाहिँ माथि नै बसेर भिडियो बनाइरहेको थिएँ। नमेरी सिरा